मैले चाहिँ यहाँ कराईमा 1 कप पखालेर राखेको चामल हालेँ, काटेर राखेको आलु, प्याज, क्याप्सिकम अनि बोनलेस चिकन थियो थोरै त्यो पनि हालिदिएँ। काउली नभए बन्दा एड गर्ने अनि यसमा मसलामा चाहिँ थोरै नुन, खुर्सानी अनि थोरै जिरा, बेसार, थोरै चिली फ्लेक्स पनि हालेँ, ओरिगानो र ब्ल्याक पेपर पनि हालेँ अनि 1 चम्चा अदुवा र लसुनको पेस्ट पनि हालिदिएँ। 1 बिर्को जति सोया ससलाई पनि हालिदिएँ अनि जति चामल लिनु भएको छ त्यति नै पानी लिएँ अनि यसलाई मजाले चलाइदिएँ अनि यसमा अब थोरै तेल स्प्रे गर्दा पनि हुन्छ, नभए थोरै घिउ एड गर्दा पनि हुन्छ। अब यसलाई एकदमै लो हिटमा 10 मिनेटको लागि छोडिदिइसकेपछि अनि खोलेर यसलाई एकैछिन चलाइदिने अनि फेरि लो हिटमा यसलाई 5 मिनेट जति फेरि छोपेर पकाउने अनि माथिबाट चाहिँ थोरै धनिया हालेपछि यो यस्तो मिठो 1 पट चिकन राइस पनि रेडी हुन्छ अनि एकदमै हेल्दी पनि हो अनि कहिलेकाहीँ खाना पकाउन नमलाग्ने बेला यो एउटै भाँडोमा पाकिहाल्छ अनि टेस्टमा पनि यति मिठो हुन्छ। यो रेसिपी ट्राई गर्नु होला। अनि तपाईहरुलाई पकाउन चाहिँ अल्छी लाग्छ भने ओल्ड टाउन फुडले चाहिँ भक्तपुरभरि फ्री डेलिभरी सर्भिस दिनुहुन्छ। सो त्यहाँको मेन्यु अर्डर गरेर तपाईहरुले पनि मिठो मिठो खानेकुरा मगाएर खानु होला।